एक दिनमा 2 रुपियाँ दिए बिहारी काम गर्ने बहादुरलाई अलि उसले त 1.5 रुपियाँ पौने 2 रुपियाँ दिन्थे। तपाईँको त 30 दुना 60 महिनामा त 60 रुपियाँ पनि बचेन। 60 रुपियाँको खाना पिना कपडा सबै त्यही हो फेरि। नमस्कार। नमस्कार। हजुरको शुभ नाम के पर्यो? दधिराम खत्री। दधिराम खत्री। तपाईँको घर? मेरो रोक्चा दुधिल्ले भन्ने ठाउँ। रोक्चाको दुधिल्ले भन्ने ठाउँमा तपाईँ अनि दुधिल्ले मात्रै बस्नुहुन्छ कि अरू? पाले खोला पनि बस्छौँ, दुधिल्ले पनि बस्छौँ। पाले खोला पनि बस्नुहुन्छ। तपाईँ चाहिँ दधिराम खत्री है? अहिले उमेरले कति वर्ष हुनुभयो? 85 वर्षको। 85 वर्षको हुनुभयो। के गर्नुहुन्छ तपाईँले? गाई पाल्ने, बाख्रा पाल्ने, म ज्योतिष काम पनि गर्छु। म बाख्रा पाल्ने, गाई पाल्ने, भैँसी पाल्ने त्यो पनि गर्दछु। मेरा 6 छोरा छन्, 6 छोरी, 12 भाइ र छोराछोरी छन्। 6 भाइ छोरा? 6 बहिनी छोरी। 6 बहिनी छोरी। 12 भाइ छोराछोरी। एउटै श्रीमतीबाट? दुईटीबाट। दुईटीबाट? तपाईँले दुईटी बिहे गर्नुभएको? अहिले पनि हुनुहुन्छ दुईटी? अहिले त एउटै। अघि काल भएर पछि बिहा गरेर आउँ। जेठी श्रीमतीको काल भएपछि कान्छी हुने हुनुभयो। कान्छीबाट कति हुनुहुन्छ? कान्छीबाट पनि 6 भाइ, जेठीबाट पनि 6 भाइ, 12 भाइ। 6 छोरी 6 छोरा। सबै कुशल मङ्गल हुनुहुन्छ? राम्रै हुनुहुन्छ? सबै राम्रै हुनुहुन्छ। छोरो छोरी नातिहरू लगभग 80-90 जनाको परिवार छ भनौँ। 80-90 जनाको परिवार चाहिँ तपाईँले बनाइसक्नुभयो? तपाईँ मार्फत चाहिँ त्यो परिवारबाट भनौँ। छोराको छोरीको सबैको छोराछोरी नाति नातिना 50 श्रीमती गरेर 90 जना जति। यहाँबाट हिँडेर घर जान सक्नुहुन्छ? यहाँबाट उम्केरमा लगभग दाङ पनि जान्छु, यहाँबाट घर पनि जान्छु, उहाँ यहाँ पनि आउँछ। यहाँबाट दाङ पनि जान सक्नुहुन्छ? जान्छ। भनेपछि स्वस्थ हुनुहुन्छ? स्वास्थ्य छ। खानेकुराहरूमा के खानुहुन्छ? खानामा जाँड राख्सी चल्लो कुकुरमा केही खाँदैन, अरू दही मया आदो रोटो सबै खान्छ। भनेपछि माछा मासु जाँड रक्सी केही पनि खाँदैन? नाइ, माछा मासु खसी मासु त खान्छु म, अरू ब्रोइलर छोडेर यता अरू के खानु। अहिले यो विकासको कुरा गर्दाखेरि चाहिँ अहिले पहिले त तपाईँ चाहिँ तपाईँको बेलामा त नुन ल्याउन नेपालगञ्ज रुपैयाँ पहिलामा नुन ल्याइयो, 18 दिनको आइयो है। हजुर। तर मैले भन्दा यो मैले बस गाडी रेल देख्नको लागेर म 21 सालमा भागेर कालबार इन्डिया गएँ। 2021 सालमा रेल देख्नको लागि भागेर इन्डिया जानु? इन्डिया गएको हुँ। अहिले यो ठाउँमा यो सोलो पनि हामीलाई थाहा थिएन। अहिले भन्दा घरै घरै बाटाघाटा मोटर गाडी सब आइसक्यो। नुन तेल पनि घेरायो, जाँतो पनि चिज पनि जाँतो पिस्ने भएर आयो, ढिकी कुट्ने पनि हेरायो, सबै चिज भयो कि सबै चिज नयाँ आयो। अब हाम्रो पालि टाढा हालेर कपडा लाउने समय थियो। अहिले एउटाको 5 जोड 6 जोड 10 जोड कपडा छ। हामीले सिलेक्ट देख्ने पनि चिज हामीले चिनिकै नयाँ ल्याएको थियौँ। हजुर। अहिले सिलेक्ट देख्न गर्दा विभिन्न अनेक किसिमका नामहरू नाम सुरु आइसके। एकदम खुसी लाग्यो। 85 वर्षको उमेरमा हुनुहुन्छ। तर हामीले देख्ने कसैले पनि छैन। हामीले सुख दुःख नाम्रो जार सबै देखिसक्यौँ। तर अब यति देख्ने कोही पनि छैन। एकदम तपाईँ अहिले 85 वर्षको उमेरमा हुनुहुन्छ। उति बेलाको सबै खानेकुरा पनि अर्ग्यानिक हुन्थ्यो होला? अर्ग्यानिक हुन्थ्यो होइन, खातहरू नराखेको, विषादी प्रयोग यो खाससाथ केही थिएन। हामी बुझ्दो 5 रुपियाँ किलो चामल, 5 रुपियाँ किलो आटो इन्डिया गएर किन खाएका। 5 रुपियाँ किलो? 5 पैसा। 5 पैसा? 5 पैसाको आटो किलो। अहिले भन्दो बिहान 12 साँझसम्म झ्यारी गरेर झप्पल थुरेर हामी 2 रुपियाँ झ्यारी खाइया हो। त्यसले कति बच्चन बढ्थ्यो के बढ्थ्यो? एक दिनमा 2 रुपियाँ दिए झ्यारी काम गर्ने बहादुरलाई अलि उसले त 1.5 रुपियाँ पौने 2 रुपियाँ दिन्थे। तपाईँको त 30 दुना 60 महिनामा त 60 रुपियाँ पनि बचेन। 60 रुपियाँको खाना पिना कपडा सबै त्यही हो फेरि। भनेपछि अहिले के पाल्नु भएको छ घरमा? अहिले त भैँसी बाख्रा गाई बल्ल सबै खुसी लाग्यो। तपाईँसँग चाहिँ मैले कुरा गर्न पाएँ। अहिले 85 वर्षको एकदम वृद्ध पनि हुनुहुन्छ होइन, र तपाईँको उमेरको सबै तपाईँका साथीहरू तपाईँसँगै हिँड्ने पनि नहोला? कोही छैन। एउटा वडामा एउटा गाउँमा 2-3 जना भन्दा बढी छैन। मभन्दा अलिक बढी बुढो पाको 90-95 अलि अथवा मैसँग कोही छैन छ भने म त्यसलाई भेट्न पनि अथवा सल्यान कालिम्पोङ लेक पोखरा है आरजार म जहाँ पनि झन्प्या कोरोमा म जहाँ पनि जान्छु क्या। दर्शक महानुभाव एकदमै खुसी लाग्यो। आज चाहिँ 85 वर्षीय हाम्रो आदरणीय बुवा जो चाहिँ दधिराम खत्री एकदमै स्वस्थ हुनुहुन्छ र यहाँबाट चाहिँ एकदम यहाँबाट हिँडेर घर पनि जान सक्नुहुन्छ, त्यहाँबाट हिँडेर यहाँ पनि आउन सक्नुहुन्छ, ज्योतिष काम पनि गर्नुहुन्छ। एकदम खुसी लाग्यो। उहाँको आफन्तीले, उहाँको छोरा बुहारी नाति नातिना जति पनि घर परिवारहरू हुनुहुन्छ अथवा आफन्ती हुनुहुन्छ जसले पनि यो भिडियो हेर्दै हुनुहुन्छ पक्कै पनि यहाँहरूले भिडियोलाई माया गर्नुहुनेछ। खुसी लाग्यो तपाईँसँग कुरा हुँदाखेरि। मैले
पोहोर सालमा मैले 84 पनि गरेँ, दर्जन पैतानी मैले जोतसक गरिसकेँ। हजुर हजुर 84 पनि भइसक्यो तपाईँ? 84 पनि भइसक्यो। काशी, गण्डकी, गयाजी त्यहाँ पनि गरियो। मनोकामना, गोर्खा, काठमाडौँ, पर खासा सबै ठाउँमा गइसक्नु धन्य हुनुहुन्छ। यो सबै यो भगवानको कृपा भगवानको कृपा। आफ्नो लेख्या लेखा भोग्नुपर्छ है। जन्मेर नमर्ने ठाउँ केही पनि छैन। आदैन जन्मेर संसार नै हो। तर सम्पूर्ण भएन बाँच्नु, समय पास पनि धेरै रमाइलो, मलाई आफै पनि रमाइलो लाग्छ। ठिक छ ठिक छ, एकदमै कुरा भयो, खुसी लाग्यो। तपाईँसँग यस्ता कुराहरू आगामी दिनहरूमा पनि हुन्। हामीले देख्दा जहिले पनि तपाईँ स्वस्थ तर एकदमै तन्दुरुस्त देख्न पाइयो। जिन्दगी भिन्न एक दिनको पनि जिन्दगी हुन्छ है। हामी अहिले सम्पूर्ण भएर बाँच्न पायौँ। 85 वर्षसम्म हाम्रो आँखा, कान, हात, खुट्टो सबै जीवन सही छ अहिलेसम्म क्या। अब भोलि पछि हुने कुरा थाहा छैन। त्यो भएपछि हामी आफ्नै शरीरको पनि आफ्नै जिउको पनि आफैलाई खुसी लागेको छ क्या। संसारलाई देख्ने बेला कसैका कान छैन, कसैका आँखा छैन, कसैका हात खोलेका छन्, कसैका खुट्टा खोलेका छन्, कोही हर्न सक्दैन, कोही खान सक्दैन है। तर भगवानको लीला हामीलाई सम्पूर्ण अचम्म अझ घट्ट छैन। क्या खाउँ क्या लाउँ पनि छैन, हामीलाई ठिकै भगवान दियो, ठिकै छ। ठिक छ, भगवानले तपाईँलाई अझै भरपुर आशीर्वाद दिनुहुनेछ, दिनुभएको होस् र हामीलाई पनि आशीर्वाद दिनु होला। तपाईँहरूसम्म आएर हामी चाहिँ रहन सक्छौँ होइन। म जनप्रिय छु। कोही काम खोरो लुदो लाम्रो उसलाई मेरो ब्याङ्कको अवसर दिन नसकेको मूल्यबाट मेरो दुःख म चिन्ता गर्छु। म सबैसँग जनप्रिय छु। कोहीसँग रिस राग यो हरा हुनु, यो भिला हुनु, यो नभ्या हुनु मलाई त्यो आउँदैन। हस्, धन्यवाद धन्यवाद। मिठो कुराकानीको लागि तपाईँलाई धेरै धेरै धन्यवाद। दर्शक महानुभाव, जो तपाईँ भिडियो हेरिरहनु भएको थियो, एकदमै खुसी लाग्यो उहाँसँगको यो कुराकानीले। यो भिडियो एक स्मरणीय होइन, एउटा चाहिँ सम्झना लागेको चाहिँ भिडियो बन्नेछ र पक्कै पनि म यहाँभन्दा धेरै नबोलिकन उहाँसँगको कुराकानीलाई यही बिट मार्दै तपाईँहरू माझबाट म रूपलाल गिरी बिदा हुन्छु। नमस्ते।